हेलो साथीहरू, आज चाहिँ मैले बोडी बनाउँदैछु। त्यो पनि गाउँको अर्गानिक मेरो मम्मीले पठाइदिनु भएको। अब म यसलाई बनाउँछु यस्तै भाज्दै आज चाहिँ दाल नबनाउने भनेर यता चाहिँ फर्सी पनि बनाउँदै थिएँ म। यति चाहिँ बनाएँ अनि त्यो चाहिँ पछिको लागि राख्छु, भोलि पर्सिको लागि, किनकि आज धेरै हुन्छ। दुईटा सब्जी बनाएको छ नि त, त्यही भएर। यता फेरि आलु काटेर रेडी भइसक्यो। अब पकाउन तर्फ लाग्छु अनि यो चाहिँ धोएर रेडी पारिसकेँ। पहिला सुरु त तेल राख्छु, त्यसपछि अब मेथी राख्छु। मैले फेरि जुन सब्जीमा पनि मेथी राखेकै हुन्छु, किनभने मलाई मनपर्छ। मेथी चाहिँ यत्तिको भइसकेपछि मैले प्याज राख्छु। यत्तिको प्याज भइसकेपछि मैले आलु राखिदिन्छु। त्यसपछि आलु राखिसकेपछि हेर्नु न साथीहरू, मेरो चाहिँ पुरै क्यामेरामा त्यो तेल छेपिएर यस्तो ब्लड जस्तो देखाएको छ। आलु राखिसकेपछि बेसार नुन राखिदिन्छु। नुन बेसार राखेपछि यसलाई मजाले भुट्छु। यत्तिको आलु भइसकेपछि सेमी राख्छु। सेमी राखिसकेपछि यसलाई यसरी मजाले भुटिदिन्छु। भुटिसकेपछि यत्तिको चाहिँ गराउनु पर्यो। यसरी ढाकेको निकालेर फेरि चलाउँछु मजाले। यत्तिको भइसकेपछि मसला राख्छु अनि टमाटर राखिसकेपछि हल्का थोरै पानी राखेर ढाकिदिन्छु। फेरि ढाकेको निकालेर त्यसपछि मैले एकचोटि मजाले चलाइदिन्छु। टमाटर पनि पाकिसकेको छ। अब म थोरै हल्का पानी राखिदिन्छु। त्यसपछि मेरो सब्जी पाक्छ। मलाई चाहिँ यो बोडीमा एकदम रस हालेको एकदम मनपर्छ, त्यही भएर मैले सधैँ रस हाल्छु। र साथीहरू, मेरो चाहिँ सब्जी बनिसक्यो, यत्तिको चाहिँ भयो। मलाई चाहिँ बोडीमा यत्तिकै रस हालेको मनपर्छ। र यता चाहिँ फर्सीको आजको भिडियो यति नै।